यो चाहिँ कसरी बनाउनु भयो यो बालुवा हान्ने चाहिँ बालुवा प्लस पुसअप बालुवा र पुसअप हजुर मलाई त्यही हो मन पर्छ टोनी जब पनि अनि ब्रुसली नाइन स्टिक पनि तपाईले देख्नु भयो हैन ए नाइन स्टिकहरु खेलाउँदा त सिक्नै पर्छ हैन कसैलाई गुरु पर्छ कसरी सिक्नु हो त्यो चाहिँ आफै हो दाइ आफै घरमा बनायो हैन अनि आफै बिस्तारै सिक्यो ए त्यो नाइन स्टिक नै आफैले बनाउनु हजुर हजुर यसको यो जुन ब्लक हुन्छ नि त्यो गराउनको लागि तपाईं धेरै मेहनत चाहिँ धेरै गर्नु पर्यो हैन हजुर मेहनत धेरै छ अझ मलाई लाग्छ कि म आफैलाई लाग्छ कि मेरो मेहनत चाहिँ धेरै कम छ जस्तो लाग्छ कि म त खाने कुरो त दाइ अहिले त त्यही हो गाउँघरमा पाइने खाना तरकारी दाल तरकारी त्यति नै हो अरु त्यो डाइटको रूपमा चाहिँ चना छ भिजाको चना त्यति एउटा खानुहुन्छ हजुर अरु खानुहुन्न अरु छैन दाइ बुवा छैन बुवा के भएको बिरामी भएर अब 3 वर्ष भइसक्यो बित्नु भएको हजुर बुवा हुँदा र नहुँदाको पीडा त अब नहुनेलाई थाहा हुन्छ हैन हुनेलाई त अब भइराछ नहुनेलाई मात्र थाहा हुन्छ कति पीडा हुन्छ हैन जिम्मेवारी के हो भनेर चाहिँ त्यही भएर थाहा हुन्छ दाइ बुढी जस्तो देखिन्छ र म त्यसो लाग्छ कि दाइ मैले कहिले त त्यही हो मान्छेले त्यस्तो भन्नुहुन्छ अनि खुसी पनि लाग्छ नि त हैन खुसी लाग्छ ठिकै छ अझै अब सबैको सपोर्ट पाइरहेको छ गरौँला अझै मेहनत हार मान्दिन भनेर चाहिँ त्यही अनुसार काम गर्छु दाइ कतिले भन्छ नि कहाँबाट हो तिमी कुन देशबाट कुन ठाउँबाट भन्छ नि हैन पछाडी झन्डै टक्क राखिसकेपछि त भन्नै पर्दैन चिनिहाल्छ नमस्कार म चाहिँ सुभाष तामाङ म हाल यो कोन्जुसोम भारदेवमा बस्छु